Hello guys, welcome to my new vlog. आज चाहिँ म फेरि होइन चट्टो लाएर पठाउमा टिपै आज लास्ट बिहान घरबाट एउटा टिप लिएर गएको रुमबाट अनि पुगेर यत्रो मलाई टिपै दिएन भने पठाउले होइन त्यही भएर अनि म चाहिँ अब लास्ट अल्छी लाग्यो अनि त्यही भएर म रुमतिर जाँदैछु अब अल्छी लागिसक्यो भने टिपै दिँदैन नि त्यही भएर अल्छी लाग्यो त्यही भएर म चाहिँ अब रुमतिर लाग्दिएको गाइस इन्डाइभमा नि भने जस्तो टिपै आउँदैन पठाउमा नि टिपै दिन छाड्यो त्यही भएर अनि म रुमतिर लाग्दिएको जे पर्छ होइन सुत्दिम आजको दिन के छ र सुत्दिम भन्दा नि गएर अब क्यारम बोर्ड खेलिदिने हो मजाले टिपै दिँदैन त मैले के गर्नु अब मेरो गल्ती होइन यस्तो अल्छी लागेको पहिलो कुरो त पठाउले टिप नदिएको नि रेटिङ कम भएर पनि होला पठाउले टिपै दिन छाडेको मलाई रेटिङ पनि मेरो लास्टै कम छ नि त 4.26 त्यस्तै हुँदाखेरिसम्म त खतरा दिइरहेको थियो क्या टिप एकछिन बस्न पनि दिँदैन थियो टिप दिइरहन्थे अहिले त 4.21 हुने बित्तिकै त टिप त लास्टै रेटिङ घटेको कारण चाहिँ मैले अब बिचमा काम छोडेर पनि होला बिचमा काम छाड्दै थिएँ रेटिङ घटाएको थियो अहिले दिन टिपै दिन छाड्यो भनेर पठाउले कतिचोटि चाहिँ अब मैले टिपहरू क्यान्सल स्किप गर्ने हान्दै थिएँ क्या त्यही कारणले पनि होला मलाई पठाउले टिप नदिएको अब कस्तो तरिकाले चाहिँ रेटिङ बढाउने टिप दिइराखेर अब फाटाफुटा भने टिप दिइराखेर त फेरि रेटिङ बढाउन नि सजिलो हुन्थ्यो लास्ट गाह्रो परिरहेछ मलाई आज फक्कडै एक टिप मात्रै हो मलाई मैले आज दिनभरि होइन बिहान 9 बजी निस्केको 10, 11, 12 अहिले कति भइसक्यो 12, 12:30 भइसक्यो भनौँ न 12:30 सम्म एउटा टिप गरेर त्यत्तिकै बसिरहेको छ क्या बिहानै रुमबाट लिएर गएको एउटा टिप त्यसपछिदेखि टिपै हाने ल त्यहाँदेखि मैले टिप हानेको छैन अब के गर्नु त मलाई टिप नदिइसकेपछि ठिकै छ केही छैन आजको दिन अब यसै जान्छ गाइस